हेलो गाइज, के छ? सन्चै हुनुहुन्छ? म पनि यहाँ सन्चै छु है। म अहिले दमौलीको यो खोलामा हामी आएको छु। खोलामा भन्नाले पनि यस्तो के भन्छ नि, खेत यही धान लगाइरहेछन् होइन। यो धान लगाउने समय हो है। भाइ चाहिँ अब जिम सिम गर्दैछ होइन। बडी चाहिँ बनाउनु पऱ्यो नि त, तागतिलो हुनु पऱ्यो नि त होइन। म पनि अहिले गएर गर्छु नि त त्यस्तै। ए बबाल है, बबाल हेर्, यस्तो देखाउनु भन्छ है भाइले चाहिँ। यहाँ ठाउँ चाहिँ एकदमै खतरा रहेछ है। यस्तो छ बबाल, बबाल कर्नर इज कर्नर है। बबाल छ ल, एक हातले पनि गरिरहेछ। धेरै धेरै राम्रो। यस्तो काम कसैले गर्न सक्छ भने कमेन्ट गर्नु होला है। म चाहिँ कोही गर्न सक्छ, कोही सक्दैन नि। हामी जस्तो कोही बन्न सक्छ? घिन्तङ म चाहिँ यस्तै हो। भाषा भनेको यस्तै छ। म चाहिँ चलिहाल्छ म चाहिँ होइन। मतलब होइन नि त। म चाहिँ अगाडि बढ्नुपर्छ। स्ट्रगल त गर्नुपर्छ नि त जिन्दगीमा। स्ट्रगल नगरेसम्म केही पनि पुरा हुँदैन नि काम होइन। आफ्नो लाको कामलाई स्ट्रगल त गरिआएको लाइफ थियो चाल, अभी मैं गाली नहीं दे सकता। नहीं, लाइफ थियो चिल हो है। चाल भएछ होइन। लाइफ थियो नि हाम्रो चिलमा आफू पनि मस्त होइन। यस्तै हो, देख्न सक्नुहुन्छ। यस्तो म ब्याक क्यामेरा गरेर देखाउँछु है। वाउ नाइस। ओह माय गॉड, बब्बाल देखा ओए महाकसम। ओए यस्तो त महाकसम, यस्तो खतरा छ यार। तर नलोड्नु यार महाकसम। यस्तो बबाल देखाइरह है महाकसम। हो गे यार, यस्तो बवाल छ। सो गाइज, यस्तो गर्न सक्नुहुन्छ। हाम्रो स्ट्रगल यस्तै छ। रुखमा आएर हामी यस्तो गर्छौँ होइन। कोही गर्न सक्छ भने कमेन्ट मी है, कमेन्ट गर्नु होला। सो गाइज, चिलमा हो हामी। कैसे लोग रहते हैं यार यहाँ पे। खासै चिलमा त छैन है। चिलमा छैन है। म केमा छु होइन। म फ्रेसमा छु। चिलमा होइन, फ्रेसमा छु है। म फ्रेसमा छु। कैसे लोग रहते हैं यार यहाँ पे। यस्तो यहाँको अहिले भर्खर हल्का आधा घन्टा अगाडि पानी परेको थियो। त्यसैले गर्दा पनि अहिले यस्तो चिसो मौसम भइरहेको बेला हामी चाहिँ अहिले एकदमै कोठामा बसेर होइन बसिरहेको थियौँ। त्यसपछि अहिले के सोच आयो भनेपछि अब कोठामा बसेर पनि के गर्ने भनेर हामी आइयो नि त यस्तो ठाउँमा आइरहेको छु। यस्तो पछाडिको बादल हेर न, बादल एकदम खतरा देखाएको छ होइन। मान्छे जस्तो भए पनि बादल यो कुहिरो भनिन्छ। हाम्रो गाउँ भाषामा यसलाई कुहिरो भनिन्छ। कुहिरै हो होइन। बादल पनि भनिन्छ। बादल भनेको एउटा एकदमै पानी पर्दाखेरि कालो हुन्छ नि, पानी पर्छ नि, त्यो हो बादल भनेको। यो चाहिँ हल्का अहिले पानी परेको छ। त्यही भएर अघिसम्म घाम लाग्थ्यो। त्यही भएर अहिले घाम लागेर तातो भएर अहिले उडेको बाफलाई कुहिरो भनिन्छ है। थाहा भएन भने यो भिडियो मैले भनेको छु, थाहा पाउनु होला। अरू केही होइन है। यस्तै छ बबाल। सो गाइज, अब म यो रुखमा जान्छु। मेरो पालि आउँ, म पनि जान्छु। टकाटकै म पनि खतरा हो, मर्द हो नि त। सिधै गइन्छ हो कि होइन। यस्तो त काम गर्नलाई अगाडि बढिहाल्नुपर्छ के गर्छ। ओहो अबुई लास्टै रहेछ नि त माछौँ। सो गाइज, म अहिले मोबाइल बन्द गरेर म माथि टपमा जान्छु। एक हातले भएन क्या, एक हातले कहाँ पावरको हुन्छ र। म फेरि माथि जान्छु, माथि गएर देखाउँछु ल। ओके। सो गाइज, हामी अहिले टप रुखको टुप्पामा आएको छु। देख्न सक्नुहुन्छ। हेर्नुहोस्, चराहरू पनि यहाँ यस्तो गरेर उडेर जान्छन्। हामी पनि साँझखेरिको देख्दै मजा आउँछ भनेर हामी दुई भाइ आएको छु। देख्न सक्नुहुन्छ। हे हेर्न यता। ओ माई गड, देख्न सक्नुहुन्छ। यहाँदेखि तल कति तल हो क्या माएको छौँ। यहाँदेखि 36 मऱ्यो क्या माएको छौँ। गयो क्या, गयो। म चाहिँ खस्यो, खसेपछि गयो क्या माएको छौँ।
है गाइजहरू अब हामी देख्न सक्छौँ यहाँ यो रुखहरू यस्तो छ होइन बबाल छ यहाँको प्लेस देखाइदिन्छु होइन वाउ त्यहाँ हेर्नु न बबाल छ नि त्यहाँ घाम चाहिँ त्यहाँदेखि गयो अरे त्यही भएर यस्तो अहिले पानी पर्ला जस्तो पनि भइरहेछ सो गाइज अब यस्तै भिडियोहरू धेरै ल्याउँछु ल बाई बाई नै बाई बाई होइन एकछिन म तल गएर ल ओइ ल हामी हिँडौँ त सो गाइज एकदमै रुख पनि एकदमै खतरा छ है मलाई चाहिएन ओ माई गॉड हेर्नुहोस् यस्तो छ होइन डालो भाँच्यो भने माएको चाहिँ मरेर डालो भाँच्यो भने माएको चाहिँ मरेर सो गाइज देख्न सक्नुहुन्छ हामी रुखबाट अब तल झर्दैछु है अब हामी गयौँ जाँदैौँ है यो चाहिँ जिम गर्दैछ अब म चाहिँ जान्छु है चोट लाग्यो मरे दर्द पुग्यो चोट लाग्यो सो गाइज यस्तो चोट लाग्यो होइन त्यो भित्र कति चोट लाग्यो त्यो थाहा छैन बाहिर चाहिँ यस्तो भएको छ होइन त्यहाँ यत्रो यो रोक्दै तर खसिँदै मागेको छ यस्तो ठाउँमा हेर्नुहोस् के छ यहाँ त्यहाँ के यो सिमेन्ट प्लास्टर गरेको त्यो गिटी सानो सानो ढुङ्गाहरू रहेछ ड्याङ्गै यो हात पऱ्यो नि त मान्छे लास्ट बोर भयो यार सो गाइज के कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला सो गाइज फेरि पनि भेटौँला ल है त बाई